नमस्कार सबैजनामा आज फेरि हामीहरूले हाम्रो टप 10 सिरिज अन्तर्गत चाहिँ 10 वटा क्वेसनहरू लिएर आएको छ है रिप्रोडक्टिभ सिस्टम सम्बन्धी। यसमा चाहिँ हामीहरूले केही एमसिक्युजहरू 10 वटा एमसिक्युजहरू गरेर हजुरहरूको हेल्थ असिस्टेन्टको लाइसेन्सको लागि, नर्सिङ लाइसेन्सको लागि तथा हेल्थ असिस्टेन्ट लोकसेवा, स्टाफ नर्सको लोकसेवा, कम्पिटिटिभ इक्जामहरूको लागि चाहिँ एकदम इम्पोर्टेन्ट खालको एमसिक्युजहरू लिएर आएको छु। ट्राई गरौँ है त। फर्स्ट क्वेसन, द वेट अफ द युटेरस एट द एन्ड अफ प्रेग्नेन्सी भन्ने छ। युटेरसको वेट, युटेरस भनेको चाहिँ जुन हामीहरूको फिमेलहरूको प्रेग्नेन्सीको बेलामा एकदम स्मलबाट लार्ज साइजसम्म जाने गर्छ है। त्यसको चाहिँ प्रेग्नेन्सीको एन्डमा कति हुन्छ त? नर्मल्ली चाहिँ बिफोर द प्रेग्नेन्सी अथवा प्रेग्नेन्ट नभएको मान्छेहरूमा चाहिँ फिमेलहरूमा चाहिँ नर्मल वेट चाहिँ कति हुन्छ त? 60 ग्राम हुन्छ है। नर्मल्ली चाहिँ 60 ग्राम हुन्छ, तर प्रेग्नेन्सीको बेलामा त अब फिटस हुन्छ है। फिटस भइसकेपछि यसको वेट पनि, युटेरसको आफ्नो वेट पनि बढेर जाने गर्छ। वेट बढ्दाखेरि चाहिँ यसको वेट चाहिँ कतिसम्म पुग्छ त? 1000 ग्राम है। कृपया आफ्नो एन्सर पनि कमेन्टमा लेख्नु होला। क्वेसन नम्बर 2 मा जाम। हर्मोन इसेन्सियल फर ओभुलेसन भनेछ। ओभुलेसनको लागि चाहिँ कुन हर्मोन चाहिँ एकदम इसेन्सियल हुन्छ भनेर सोधिरहेको छ। के हुन्छ होला? एलएच भन्न खोजेको भनेको चाहिँ ल्युटिनाइजिङ हर्मोन है। ल्युटिनाइजिङ हर्मोन, ल्युटिनाइजिङ हर्मोन भनेको चाहिँ हामीहरूको एन्टेरियर पिट्युटरीबाट निस्किने हर्मोन, ठिक छ। एन्टेरियर पिट्युटरीबाट ल्युटिनाइजिङ हर्मोन निस्किन्छ। अर्को एफएसएच भनेको चाहिँ के त? एफएसएच भनेको फोलिकल स्टिमुलेटिङ हर्मोन, ठिक छ। एफएसएच भनेको चाहिँ फोलिकल स्टिमुलेटिङ हर्मोन। यो पनि कहाँबाट निस्किन्छ त? यो पनि एन्टेरियर पिट्युटरीबाटै निस्किन्छ। अर्को छ इस्ट्रोजेन र प्रोजेस्टेरोन। इस्ट्रोजेन र प्रोजेस्टेरोन ओभरीबाट निस्किने गर्छ है। अब ओभुलेसनको बेलामा सबैभन्दा इम्पोर्टेन्ट हर्मोन अथवा कुन हर्मोन चाहिँ सबैभन्दा बढी इम्पोर्टेन्ट हो त भन्दाखेरि चाहिँ ल्युटिनाइजिङ हर्मोन, किनकि यति बेला चाहिँ हामीहरूको एलएच सर्ज भनेर हुन्छ। के हुन्छ? एलएच सर्ज, जसको मतलब चाहिँ ओभुलेसन हुनुभन्दा 24 देखि 36 घण्टा अगाडिबाट चाहिँ ल्युटिनाइजिङ हर्मोनको क्वान्टिटी चाहिँ एकदम हाई एमाउन्टमा जाने गर्छ। क्वेसन नम्बर 3 मा आएको छौँ हामीहरू। लेन्थ अफ द जेनाइटल ट्र्याक विच द स्पर्म ट्राभल्स भनेछ। जेनाइटल ट्र्याकको चाहिँ लेन्थ कति हुन्छ भनेर सोधेको छ, जुनमा चाहिँ के हुन्छ त? स्पर्म ट्राभल गरिरहेको हुन्छ। के हुन्छ होला यसको एन्सर? 10 मिटर हुन्छ कि 6 मिटर हुन्छ कि 3 मिटर हुन्छ कि 1 मिटर हुन्छ त? यसको करेक्ट एन्सर हुन्छ 6 मिटर है त। 6 मिटर इज द बेस्ट एन्सर। भन्नको मतलब जेनाइटल ट्र्याकको होल लेन्थ कतिसम्म जाने रहेछ त? 6 मिटरसम्म स्पर्मले ट्राभल गर्दो रहेछ है त। क्वेसन नम्बर 4 मा छ मेनोपज म्यानिफेस्ट विथ भनेर सोधेको छ। मेनोपज चाहिँ म्यानिफेस्ट कसरी हुन्छ त? मेनोपज भनेको चाहिँ जब फिमेलहरूको मेन्सुरेसन चाहिँ लगातार 12 महिनाबाट चाहिँ हुँदैन हैन, र एज चाहिँ 45 एबोभ भइसकेको उनीहरूलाई हुन्छ मेनोपज है। जब मेन्सुरेसनको चाहिँ रोकिसकेको स्टप हुन्छ। अब यसमा के देखिन्छ त? सिम्पटम्सहरू के देखिन्छ त्यो कुराहरू सोधेको छ। हट फ्लसेस एकदम हुन्छ, बोन पेन पनि हुन्छ, इरिटेबिलिटी एन्ड नर्भसनेस पनि हुन्छ, किनकि हर्मोनल चेन्जेसहरू भइरहेको छ शरीरमा, त्यही भएर यस्तो खालको चेन्जेसहरू चाहिँ हुनु स्वाभाविकै हो। सो बेस्ट एन्सर विल बी अल अफ द एबोभ है। क्वेसन नम्बर 5 मा जाम। क्वेसन नम्बर 5 मा के छ त? भेजाइनल इपिथेलियम बिफोर प्युबर्टी भनेर सोधेको छ। प्युबर्टी भन्दा अगाडि चाहिँ भेजाइनल इपिथेलियम चाहिँ के हुन्छ भनेर सोध्न खोजेको है त। भेजाइनल इपिथेलियम चाहिँ प्युबर्टी भन्दा अगाडि, प्युबर्टी भन्नाले चाहिँ के त? प्युबर्टी भन्नाले चाहिँ यसको कुनै पनि, जस्तै के भन्ने नेपालीमा हामीहरूले बैस लाग्ने भन्छौँ, अथवा चाइल्डबाट मान्छेहरू एडल्ट हुनको लागि चाहिँ के हुन्छ त? प्युबर्टी भन्ने गरिन्छ हैन। त्यो फेजलाई चाहिँ हामीहरूको जेनरली टिनेजमा चाहिँ हुने गर्छ। यसको एन्सर चाहिँ के हुन्छ त? भेजाइनल इपिथेलियममा कुनले लाइन गर्छ भनेर सोध्न खोजेको यसले है। भेजाइनल इपिथेलियम जब प्युबर्टी हुन्छ, फिमेल रिप्रोडक्टिभ अर्ग्यानहरूको ग्रोथ भइरहेको हुन्छ, र ग्रोथ भन्ने बित्तिकै हामीहरूले त्यसमा चाहिँ हर्मोनल सेक्रिसनहरूको बारेमा बुझ्ने गर्छौँ। हर्मोनल सेक्रिसनहरू भन्ने बित्तिकै के आउँछ त? ग्ल्यान्ड्सहरू अथवा क्युबोइडलको इपिथेलियम चाहिँ भेजाइनामा हुन्छ, ठिक छ। क्वेसन नम्बर 6 मा जाम। टाइम पिरियड फर अफ स्पर्मेटोजेनेसिस भनेर सोधेको छ। स्पर्मेटोजेनेसिस भनेको चाहिँ प्राइमरी स्पर्मेटोसाइटबाट, जब चाहिँ टेस्टिसमा चाहिँ प्राइमरी स्पर्मेटोसाइटबाट चाहिँ ग्रोन म्याच्योर स्पर्म बन्छ, र चाहिँ त्यो चाहिँ विभिन्न सेमिनल फ्लुइड्सहरूसित मिक्स भइसकेपछि त्यसलाई हामीहरू
के भन्छौँ त स्पर्महरू भयो हैन हो त्यसको टोटल टाइम पिरियड कति हो त म्याच्योर स्पर्म हुनको लागि टोटल टाइम पिरियड कति हुन्छ त भन्ने कुराहरूलाई चाहिँ हामीहरूले भन्छौँ 74 डेज है 74 डेज चाहिँ स्पर्मेटोजेनेसिसको टाइम हुन्छ अर्को एकदमै इम्पोर्टेन्ट र कम्पिटिटिभ एक्जामहरुमा आइराख्ने र एकदम सजिलो क्वेशन तर मिस्टेकनली पनि हामीहरूले बिगार्न नहुने क्वेशन है झुक्किन सक्छ साथीहरू यस्तो झुक्किनु भएन मिल्क इजेक्सन गर्ने कुन हर्मोनले हो भनेर सोधेको छ मिल्क इजेक्सन भन्ने बित्तिकै हामीहरूको दुईटा कुरा याद गर्न पर्यो एउटा मिल्क प्रोडक्सनकोले गर्छ एउटा मिल्क इजेक्सनकोले गर्छ है त लेट डाउन रिफ्लेक्स पनि भन्ने गरिन्छ यसलाई ठीक छ मिल्क इजेक्सन भन्ने बित्तिकै हामीहरूले अक्सिटोसिनलाई चाहिँ मिल्क इजेक्सनको भन्ने गर्छौं भने चाहिँ प्रोल्याक्टिनले के गर्छ त मिल्क प्रोडक्सनको काम गर्छ मिल्क प्रोडक्सनको काम चाहिँ कसले गर्छ त प्रोल्याक्टिनले गर्छ है इजेक्सनको काम चाहिँ केले गर्छ त अक्सिटोसिनले गर्छ यसैले हामीहरू अर्को पनि भन्छौं लेट डाउन रिफ्लेक्स है रेट डाउन रिफ्लेक्स पनि गर्छ अक्सिटोसिन चाहिँ अर्को इम्पोर्टेन्ट भनेको चाहिँ युटेराइन कन्ट्र्याक्सनमा पनि भेरी भेरी इम्पोर्टेन्ट एउटा हर्मोन हो है त क्वेशन नम्बर 8 मा जाम एक्रोसोम अफ द स्पर्म इज फर्मड फ्रम भनेर सोधेको छ जुन स्पर्म अब अघि हामीहरूले भर्खर स्पर्मेटोजेनेसिस भन्यौं स्पर्मेटोजेनेसिसमा भने जस्तै गरेर स्पर्मेटोजेनेसिसमा भने जस्तै गरेर चाहिँ के हुन्छ त स्पर्महरु चाहिँ म्याच्योर हुन्छ जब म्याच्योरिटीमा पुग्छ त्यसको हेडको माथि चाहिँ के बन्ने गर्छ त एउटा प्रोटेक्सन लेयर भन्छ जसलाई हामीहरू एक्रोसोम भन्ने गर्छौं है एक्रोसोम चाहिँ केले बनेको हुन्छ त केले बनेको हुन्छ भन्दा चाहिँ गोल्गी एपरेटसले है सबैभन्दा इम्पोर्टेन्ट चाहिँ एक्रोसोम चाहिँ केले बनेको हुन्छ गोल्गी एपरेटस जुन चाहिँ एउटा प्रोटेक्टिभ कभरिङको रूपमा चाहिँ यसलाई काम गरिराखेको हुन्छ है स्पर्मियोजेनेसिसमा चाहिँ यसले एकदम ठूलो रोल गर्छ है अर्को क्वेशनमा जाम हामीहरू मेनोपज इज कज ड्यू टु भनेछ मेनोपज चाहिँ केको कारणले गर्दाखेरि हुन्छ त भनेर चाहिँ यहाँ क्वेशनले सोध्न खोजिरहेको छ है भर्खर हामीहरूले मेनोपजको बारेमा कुरा गर्यौं मेनोपजको एज भनेको चाहिँ हामीहरूको के हुन्छ त जनरली 45 टु 49 इयर्सको एजमा चाहिँ फिमेलहरुको मेनोपज हुन्छ जहाँ चाहिँ 12 मन्थ देखि लगातार कुनै पनि मेन्स्ट्रुएसन साइकल चलिरहेको हुँदैन यसलाई हामीहरू के भन्छौं त मेनोपज भन्छौं अब यसमा चाहिँ के हुन्छ त केको कारणले गर्दा हुन्छ त रिल्याक्सिनले गर्दा हुन्छ कि प्रोजेस्टेरोनले गर्दा हुन्छ कि ओभरियन फेलियरले गर्दा हुन्छ कि प्रोल्याक्टिनले गर्दा हुन्छ त भन्दा सिम्पल कुरा भनेको मेनोपज भनेको मेन्स्ट्रुएसन नहुनु मेन्स्ट्रुएसन नहुनु भनेको एग सेलहरु चाहिँ फर्मेसन नहुनु एग सेलहरु फर्मेसन नहुने केको कारणले गर्दा त ओभरीमा बन्ने हो ओभरीको फेलियरको कारणले गर्दाखेरि चाहिँ मेनोपजमा चाहिँ एग सेलहरु फर्म हुँदैन है त्यस्तै गरेर क्वेशन नम्बर 10 मा जाम हामीहरू इसेन्शियल हार्मोन फर स्पर्मेटोजेनेसिस इन्क्लुड भनेर सोधेको छ स्पर्मेटोजेनेसिस भन्दा त हामीहरूले कुरा गरिसक्यौं म्याच्योर स्पर्मको बारेमा हैन म्याच्योर स्पर्म प्राइमरी स्पर्मेटोसाइटबाट चाहिँ म्याच्योर स्पर्मको रूपमा जानु है त्यसैलाई चाहिँ हामीहरूले के भन्छौं त स्पर्मेटोजेनेसिस भन्छौं अब यसमा चाहिँ कुन हार्मोनको युज हुन्छ भनेर सोधेको छ फोलिकल स्टिमुलेटिङ हार्मोन एकदमै युज हुन्छ किनकि प्राइमरी स्पर्मेटोसाइट प्रोडक्सनको लागि नै फोलिकल स्टिमुलेटिङ हार्मोन एन्टेरियर पिट्युटरीबाट निस्किने गर्छ त्यसपछि ल्युटिनाइजिङ हार्मोनले चाहिँ न्यूट्रिसन सेल्सहरुको लागि चाहिँ ठूलो रूपमा काम गर्छ र टेस्टोस्टेरोन भनेको चाहिँ लेडिक सेल स्पर्म्सहरुको लेडिक सेलबाट चाहिँ टेस्टोस्टेरोन निस्किन्छ टेस्टिसको लेडिक सेलबाट र त्यो टेस्टोस्टेरोनले के गर्छ त मेल क्यारेक्टरिस्टिकहरु है मेल क्यारेक्टरिस्टिकहरु दिन्छ सो जनरली स्पर्मेटोजेनेसिसको लागि चाहिँ तीनवटै हार्मोनको एकदम इसेन्शियल रोल हुन्छ सो आन्सर इज अल अफ द एबोभ है ल यसरी चाहिँ हामीहरू टप 10 सिरिजमा चाहिँ यसरी 10 वटा क्वेशनहरु लिएर आइरहेको छौं हजुरहरुलाई चाहिँ यदि यस्तो क्वेशन्सहरु गर्न मन लागेको छ यस्तो एमसीक्यूजहरु गर्न मन लागेको छ भने च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ हस् थ्यांक यू